सो हेलो गाइज नमस्ते वेलकम ब्याक टु द च्यानल अगेन तपाईँलाई फेरि नयाँ भिडियो स्वागत छ। म चाहिँ सानोतिनो छोटो मिठो राइडमा हिँडेको कहाँसम्म भन्नुहुन्छ भन्दाखेरि तेह्रसम्म हिँड्यो। अब बसन्तपुरसम्म मात्रै गइसक्यो, त्योभन्दा अगाडि पनि गइसकेपछि माथि गइसक्यो थाहा हुन्छ। लगभग अहिले टाइम चाहिँ बिहानको 8:30 भएछ। बसन्तपुर लगभग 9:15 पुगिन्छ होला यहाँबाट। पहिलादेखि चाहिँ लाग्छ समय बिस्तारै जानुपर्छ, नहतारी किन्न। बेलुका त पानी परेको थियो धन्न, अहिले चाहिँ पानी परेन। पानी पर्छ त मजै हुन्छ जानु पर्यो। अल्छी राइडमा चाहिँ मलाई लिएर जानु त फेरि पिच गर्ने भएको कारण अस्ति पानीमा पिच गरेर भत्किएर छैन यस्तो छ जग्गाहरू। अहिले चाहिँ बाटो पिच गर्ने पानीमा, काम गर्ने पानीमा। हामी चाहिँ तेह्रसम्मको लागि यहाँ देउरीतिर जान्छौँ है त। यहाँ उँधो गएर भनेर पुग्यो भने त्यो यहाँलाई चाहिँ अब हामी उकालो लागिन्छ। उकालो नम्बर 2 बाइनी अड्डा। भाइरल चापहरू यहाँनिर फागुन चैततिर फुल फुल्छ। काटेक्ने ठाउँ हुँदैन यहाँनिर त्यतिखेर त अहिले त अब सिजन सकिसक्यो। इन्डिकेटर पनि दिनुभयो, साइड छोडिदिनु हो, धन्यवाद। दाइदामी देखिनु पऱ्यो। यति दिन हालेन भने बाहिर बुझ्छ र गाडी बुझ्छ। एभरेजको फाइदा चाहिँ यो कर्नरिङमा चाहिँ डराउनु पर्दैन। अलिकति आफूसँग स्किल छ भने, मसँग धेरै छैन रहे पनि ब्रेक नहानिकन इन्जिन ब्रेकिङ खेलाउने, त्यसमा गाडी स्वाट सिधाइसकेपछि गाडी चिप्लिँदैन। होराइजन माउन्टेन रिसोर्ट है त यो माथिको चाहिँ। बबाल चाहिँ बबालै छ अरे, तर गइहाल्छ काम नि पर्दैन। कति खानालाई त्यहाँ जाने कुरा हुँदैन। अरू पार्टी गरे खाइन आजसम्म। यहाँबाट हिले बबाल देखिँदो रहेछ। म तपाईँहरूलाई रोकेर देखाउँछु है त यहाँबाट। अब यो तल देखेको चाहिँ हिले बजार, यो माथिको त आर्मी ब्यारेक भइहाल्यो। यो चाहिँ हिले बजार भयो। यस्तो राम्रो देखिरहेछ यहाँबाट मजाले वेदर खुलेर। र उता खोकु साइड पनि देखिँदो रहेछ। यताबाट तल जाँदै गएपछि धनकुटा भयो भने हामी चाहिँ यो अब तेह्रथुम जाने रोडतर्फ जाँदैछौँ। देखेको चाहिँ सबै गुराँसेको चिया बगान दामी छ। तर चाहिँ हिजो आज मान्छे छिर्न दिँदैन क्या त्यहाँनिर। कस्तो बगाल देखिरहेको भने अहिले त धुबीको बोटहरू, फेरि चिया बगैँचा, मिनी इलाम हो। फेरि यो पनि मिनी इलाम। यहाँबाट फेरि भ्यू नै छुट्टै देखिन्छ। पारी सिद्धुवा देखिरहेको छ अलिअलि। त्यो सिद्धुवा हुँदै हामी त्यही पारीको डाँडा कटेर चाहिँ बसन्तपुर जस्तै जाने हो। बबाल देखिरहेको छ हौ बादल त। गुराँसे आइपुग्यो। ए यहाँनिर पिच गरेछ त। म त यहाँ पहिला तलबाट मात्रै एकदमै मजा आइरहेछ। मजा एकदमै। यहाँबाट बसन्तपुर 16 किलोमिटर, तेह्रथुम 42 किलोमिटर। 16 किलोमिटरलाई चाहिँ त्यही लगभग 30-25 मिनट, आधी घन्टा भनौँ न म्याक्सिमम 30-25 मिनट। यहाँबाट एकचोटि गुराँसे देखिन्छ त।
चिया बगान धुपीको बोर्ड कस्तो बबाल देखिन्छ भने यहाँनिरबाट फेरि तर भित्रसिर चाहिँ दिँदैन अरे त्यो पारिको धनकुटा भइहाल्यो यहाँबाट हामी चाहिँ जाउँ हाम्रो डेस्टिनेसनै अर्कै छ कामै अर्कै छ काम पनि गर्नु छ वाउ तर हिजो बेलुका पानी परेर दामी वेदर खुल्यो क्या यहाँनिर म त यस्तो खुल्दैन थियो अहिले कतिखेर फेरि पानी पर्ने हो 60% त देखाइरहेको फोरकास्टमा पानी पर्ने यो पारी देखेको सबै जोरपाटी यतापट्टि चिलाचुली भयो यहाँबाट चाहिँ हामी धर्मनगरको सक्यो होला माथि धोजे डाँडा जान सकिन्छ यो भिडियो निकै भाइरल छ यो ठाउँ पनि झन्डा सन्डा राखेर मगरहरूले तामाङहरूले झन्डा राखेर नेपालले नयाँ वर्ष ताका त एकदमै भाइरल थियो जहाँ त भाइरल भनेको त छेडीको लागि मात्रै हो यो कुरा पनि केही समय हाइटमा आउने त्यस पछाडि अनि दामी देखिरहेको छ दामी के लाम यो तलतिर देखेको फ्याक्ट्री चाहिँ निकाले सिकेको तर हिजो त बन्द छ यो विद्युत प्राधिकरणले बक्यो त नतिरहे के गरेर काटेको भन्ने सुनेको अब खास कारण के हो चाहिँ हामीलाई जानकारी भयो होइन यो बाटोको विषय पनि नभएको कारणले मैले क्युरियोसिटी देखाइन पनि यहाँ के पेन्ट गर्दैछु के पेन्ट गरेर ए देवीथान टाइपको बनाएको रहेछ हनुमानजीको छ रामजीको छ यतापट्टि बुद्धबाज बनिम नेपाल सिंहदेवी मन्दिर चोक किन पेन्ट गर्दै हुन्छ यहाँनिर गर्दा चाहिँ सिद्धाको कोपी चोक बजारियो भयो के गर्छ बिचरा हामीले यहाँ पनि तपाईँको अर्को भाइरल प्लेस यहाँ डाइनोसरको चित्रबाट बुझिन्छ अहिले चाहिँ हामी सिधा बसन्तपुरतिर जान्छौँ यहाँ पनि झन्डा राखेर हरियात छुट्टी पास बनाएर पहिल्यै भाइरल थियो यो पनि जाँदै छैन क्या तर यहाँ चाहिँ झन्डा कन्टिन्यू नै गरिरहेको छ किनभने झन्डा हाम्रो पानीले च्यातिहाल्छ अनि यो सुरु देखिन्छ झन् झन्डाको सुरुकै देखिन्छ हामी पानीले गरेर चाहिँ यहाँ चाहिँ अलरेडी आउनुहुन्छ क्या मान्छेहरू किनभने अलिकति टुरिस्ट एरिया हो माथि बसन्तपुर जानको लागि हरियात छ यो त अब यिनीहरू मान्छेहरूको कारणले के भइरहने हो र हरले पटेक डाँडा यहाँबाट ट्रेक जान सकिन्छ माथि उताको टप पोइन्ट वाउ यहाँबाट तल जाँदाखेरि त अलिक माथिलो गरेर खिच्नु यो त सिधुवा भइहाल्यो त्यो पर बादलले छोपेको नेरी जोरपाटी छ भने यतापट्टि चाहिँ दामी सानोतिनो मानुङकोटको फिल आइरहेको छ क्या यहाँनिर चाहिँ यता साइडमा चाहिँ महालक्ष्मी जितपुर बजार छ हामी आएको चाहिँ यो बाटो धनकुटातिरबाट हो भने यो बाटो माथि बसन्तपुरतिर पुगिन्छ यो बाटो हुँदै गुफा पोखरी म्याङ्लुङ सँगसँगै जान्छ यो बाटो मजा आउँछ त्यो माथि डाँडाबाट उतापट्टि हो डाँडामा चाहिँ 2-3 टर्निङ हाम्रो मात्रै पुगिन्छ
खोला भन्छ त्यसलाई चाहिँ। त्यहाँबाट चाहिँ अलि हामी अब बसन्तपुरसम्म हल्का ओह्रालो जान्छौँ। त्यहाँबाट धनकुटा पनि सकिन्छ, धनकुटाको लास्ट पोइन्ट हो त्यो। अहिले त हामी यो मलाई जहाँसम्म लाग्छ छतरजोरपाटी गाउँपालिकामै कुदिरहेको छ। अलिक मास्तिर अलिकति महालक्ष्मी नगरपालिका पर्छ, त्यसरी अलिक पछितिरदेखि त तेह्रथुमको लालीगुराँस नगरपालिका पर्छ होला। बोर्ड आइएछ, बोर्डमा हेर्नुपर्छ। भाइब चाहिँ छुट्टै आउँछ क्या यो धुपीको बोटहरूभित्र हिँड्दाखेरि। ग्रिन पनि यो अत्याधिकै ग्रिन हुन्छ यो। अलिकति लेख्नु भन्नु पऱ्यो, हामी तलको मान्छेलाई चाहिँ बुझिरहेको छ नि त। हेर यो धेरै अल्टिट्युड यो लगभग 1900 देखि 2000 को अल्टिट्युड जस्तो लाग्छ मलाई यो। किनभने हाम्रो पाखरीमा चाहिँ 1750 को हाइट छ, यो त अझै त्योभन्दा नि माथि नै पो होला। माङमाया खोला ए यहाँबाट चाहिँ तपाईँको महालक्ष्मी नगरपालिका सुरु हुन्छ क्या अब अलिक माथिसम्म। त्यो चाहिँ निगालो बाँस भन्छ यतातिर, सानो हुन्छ, ट्राङ ट्राङ भाँचिन्छ भने सुराली बनाउन काम लाग्छ होला यो। यत्तिकै घाम लाग्दा त मजा आउँछ त्यो बेलुकासम्म। इन्फला आइपुग्यो, इन्फला डिग्री थियो। तर यहाँनिर अल्टिट्युडको बारेमा चाहिँ पनि लेखाएर हुन्छ क्या। अब यहाँदेखि पर चित्रेसम्म चाहिँ यस्तो गहिरो ठाउँ छ यो। पुसमाघमा यहाँनिर बाटामा आइस जमेर गाडी कुदाउनै सकिँदैन। यहाँनिर यस्तो हिउँदम छ यहाँनिर, आइस साह्रो जमेर। अहिले नै यस्तो चिसो फिल भइरहेको छ यहाँनिर। पुसमाघमा त यो बिहानको घामै पर्दैन, त्यो घाम नपरिसके पछाडि त यो बाटो एकदमै रिस्की छ त्यतिखेर त यस्तो मौसममा। अहिले त ठिकै छ, तर सुक्दै यो बाटो अहिले पनि। बेलुकाको घामले त भेट्ने हो, बेलुका घाम चाहिँ कति हो लाग्छ। ल चित्रे आइपुग्नु लाग्यो, चित्रे यो अगाडिको चित्रे हो। यहाँबाट यतापट्टि धनकुटा पर्छ, आइसक्यो पछाडि त टिएमजे एरिया सिङ्गिरी मिल्के जलजली संरक्षित क्षेत्र त नभन्नु, सिङ्गिरी मिल्के जलजली क्षेत्र आइपुग्यो। सङ्घसभा ताप्ले चौरीतिर खुम्लाई मिलाएर बनाएको हो। बसन्तपुर आइपुग्यो है त। यहाँ तलतिर चाहिँ बसन्तपुर गइ छ, मेन बजार गइछ। म चाहिँ एकछिन माथितिरबाटै सानो काम छ त्यता गएर। A few moments later. काम सक्यो अब तेह्रथुमको। काम चाहिँ के थियो त भन्दाखेरि सर्वे गर्नु थियो, यति गरिसकिहाल्यो। अब हामी जान्छौँ माथि तिनजुरेतिर। बजार यो बजार अघि पनि घुम्यो, फेरि अब चाहिँ अघि घुमेन नै घुम्यो, काम गर्दै घुम्यो। अब काम गरिसके पछाडि फ्री भएर बजार घुम्ने हो। बसन्तपुर बजार चाहिँ हेलो यहाँ उताको हुन्छ तपाईँको म्याङलुङ तेह्रथुम चाहिँ 8 घन्टा 15 पुग्छ यहाँबाट। धेरै स्ट्यान्डिङ हाल्नु न होइन। पोखरी 36 किलोमिटर 2.5 घन्टा कन्टिन्यू अफ रोड छ।
गुराँसको राजधानी तिनजुरेमा यहाँलाई स्वागत। अब त गुराँस फुल्ने सिजन सकिन्छ। म चाहिँ अहिले आरआर गार्डनमा छिरिकन सिधै माथि गएँ। सुरुमा माथि गएर अनि मात्रै आरआर गार्डन आउनु पर्ला। माथि घुर्बिसे पुगेर आरआर गार्डन यहाँ तल देखिन्छ। अलिकति बाटो पिच भइदिएर गुफा पोखरीसम्मकै बाटो राम्रो बन्यो भने चाहिँ राम्रो ठाउँ छ नि। त्यो भएर बाटो छैन। जस्तो मान्छेले गाडी लिएर आउनु सक्छ गुफा पोखरी। अब यहाँबाट सकिँदाको बाटो यस्तो बाटो त्यो पुष्माको जाडामा डबल लिएर गएको मैले। वाउ, कैलाश हिल अनि अलि माथिसम्म नै जान्छौँ। सुरुमा माथि पुग्छौँ। यो सबै देखेको गुराँसको बोटहरू फुलिसकेर अब त सबै सकिसक्यो। त्यो जता बाटो भेटिन्छ त्यतै कुदाउने हो। गाडी त गाडीको माया नहुनेले मात्रै लिएर आउँदा हुन्थ्यो। त लाउनै नसक्ने भन्ने थियो होइन, तर गाडीकै भाउको भेट छ। दूर पानी आइपुग्यो, दूर पानी। केटाहरू हो त यहाँनिर बस्नुहुन्थ्यो। हामी एक्लै आइएको छ, त्यसरी बसिँदैन। तान्न नि पाइँदैन यार यस्तो उफ्रेर। यो सबैदेखिको डुडपानी एरिया। यहाँबाट चाहिँ सबै यो गुराँसको पोखर मात्रै छ यहाँनिर। ऊ त्यहाँबाट एउटा फोटो स्पट रहेछ, पोखरी पनि रहेछ त्यहाँनिर। यो डोजरमा एकदिन आएर फोटो खिच्नु छ। गुराँस फुलेको बेला आउँदाखेरि चाहिँ यहाँ आउँदाखेरि पनि आएको चाहिँ वर्थिटै हुन्छ। हामी यता जान्छौँ। गुराँसमा फुलेको बेला आउँदाखेरि चाहिँ यस्तो बाटो कुदाएर बेकार आएछ भन्ने हुन्छ नि। ए टोलीहरूले फोटो खिच्ने ठाउँ त यहाँ रहेछ नि त। अलि माथिमा माथिबाट पनि माथि छ। तिनजुरे 3 किलोमिटर, त्यहाँ पुग्नु अझै 3 किलोमिटर रहेछ यार माथि। यहाँ मुनिसी अझै फुलिरहेको रहेछ एक गुराँस, अझै पनि बाँकी रहेछ। ऊ त्यो एउटा बोटो बाँकी छ। त्यस पछाडि अब यो डाँडो कटाइ चाहिँ भ्यू हेऱ्यो भने त पारीको। वाउ यो हो क्या भ्यू चाहिँ, यिनीहरू हो भ्यू चाहिँ। यो पारीको गुफा पोखरी जाने बाटो यो भयो। त्यहाँबाट उता तिनजुरे डाँडा त अझै उतै छ। यो त हामी तिनजुरे त कति नै एरियामा आएनौँ। तर म त्यो पर डाँडासम्म गएर आउँछु। युट्युबरहरूको सातौँडाको बाटै यही त हो यहाँनिर। यीबाट हामी खुट्टै नझारिकन पुऱ्याइछ माथिल्लो। छोरीहरूको सातौँडाको बाटो यही नै हो। तर बाटो त खुट्टा नझारिएन, गाडै रहेछ नि बाटो त। बाफ्रे झार्न झरिएन खुट्टा। खुट्टा चाहिँ झरेन है, खुट्टा चाहिँ झरेन। बाइक चाहिँ
खरानी नै हुन्छ खरानी नै अब हिँड त यार हेर्दै डर लाग्यो त हौ यो चाहिँ अलिकति अब टुरिस्ट एरिया भइसकेपछि कमसेकम यति चाहिँ बाटो बन्नुपर्ने हो मेरो भनाइमा जाँदिनँ होइन फर्किने हो यहाँ माछा झनै लड किनभने मेरो डेस्टिनेसन आजको यहाँसम्म मात्रै हो अब हामी यहाँबाट झर्छौँ खाजा खान्छौँ बिस्तारै पत्रीबास जान्छौँ बाटो चाहिँ यो लास्टै नै छ क्या लास्टै नै यो हेर्दा मात्रै यस्तो ढुङ्गाहरू आम्मामा तान्दैन पो त उकालो त है फेरि यो अफरोड त के बनाउनु भिडियो अब तलै बनाउँला एकैचोटि